छुट्टा छुट्टै छौँ भन्ने चाहिँ त्यो कहिले पनि थिएन है। हामी यङ मान्छे चाहिँ हामी खासमा पोलिटिक्समा भिजा मान्छे पनि होइन, खालि एउटा चाहिँ एकदम नेक भावना अब्जेक्टिभका साथ आथ्यौँ। त्यो भने देशले चाहिँ न्याय पाओस्, देश विकास होस्, विदेश नजानु परोस्, त्यति मात्र कुरा थियो। त्यतिखेरका सरकार भनौँ त अरू थिए, तिनीहरूलाई तत्काल कारबाहीमा नल्याइकन हामी चुनावमा कुनै पनि चुनावमा जान सक्दैनौँ भन्ने कुरा नि हाम्रो सामूहिक माग हो। यही सामूहिक एजेन्डा हो। उहाँहरूलाई छोड्ने कुरै हुँदैन। सरकारले न्याय दिनु सक्दैन, हाम्रो संविधानले न्याय दिनु सक्दैन भने त्यो संविधान फेरि के काम? संविधानले न्याय दिन्छ भनेर हामी आशावादी भएर हामीले सबैजना लडिरहेका छौँ। आमाले पनि अगाडि एट्याक होला जस्तो छ, तपाईँलाई थुन्ला मुहार फेर्नका लागि तपाईँ लड्नुहुन्छ फेरि एकपटक? यो देशको मुहार फेर्नको लागि हामी सबै लड्छौँ, हरेक नेपाली लड्छ। एकचोटि होइन 100 चोटि लड्छौँ हामी। यो ध्वस्त भएको भनेको नि सर हाम्रो चरित्र होइन, नेताले नेता सुदन र मिराज सँगै हुनुहुन्छ। हामीले यो धेरै दर्शकहरूले पनि यो चाहेका थिए। पहिला सुदनजीबाटै कुरा सुरु गर्छु। सुदनजी, आज मृतक परिवार रोइरहनु भएको छ, तपाईँको आँखामा पनि टिलपिल आँसु छ। आज चाडपर्व हो तर यो देश रोइरहेको छ, आकाश पनि रोइरहेको छ भनौँ, पानी परिरहेको छ। यो जिन्दगीमा पहिलोपटक यस्तो घटना यही जुन संसद भवन अगाडि नै घट्यो। एकता हुनुपर्छ भन्ने सबैको माग थियो, तपाईँहरू यसरी मिल्नु भएको छ, सबभन्दा खुसीको कुरा यही भयो होइन? उहाँहरूको माग अनुसार तपाईँहरू अब मिलेर जानुहुन्छ नि? हामी रोक्दैनौँ। पहिलो कुरा सबैजनाले के कुरा बुझ्नुपर्छ भन्दाखेरि चाहिँ हामीहरू एकताबद्ध भएर नै तीनजना मात्र होइन, सम्पूर्ण नेपाली लाग्नुपर्छ। यो मुद्दा तपाईँको कोही आमाको मात्र होला त? यो मुद्दा त सबै नेपालीको हो नि त। सबै पत्रकारको एउटा कर्तव्य पनि हो यसलाई सत्य रूपमा देखाउनलाई। र सबै मिडियाहरूलाई नि उहाँहरूले पनि हामीलाई विभाजन गर्नु नखोज्नुहोस्। हामी विभाजन हुनु भनेको नेपाली सबै विभाजन हुनु हो। हामी एकताबद्ध रूपमा हामी अगाडि बढ्नुपर्ने हुन्छ र अन्तिमसम्मको लडाइँ हो यो। हामीले यो लडाइँ तपाईँको चुनाव गर्न लडेको होइन, हामीले चुनावको लागि लडेको न, 2 वर्षको चुनाव अगाडि सार्न लडेको होइन। हामी चाहिँ न्यायको लागि लडेको, भ्रष्टाचारको खिलाफ लडेको, हाम्रो नेपाली समाजको नेपाली नागरिकको एउटा इज्जतको लागि लडेको हो, तपाईँको उहाँहरूको मागको लागि लडेको। त्यही भएर सम्पूर्ण जतिजना हुनुहुन्छ हामीलाई विभाजन गर्नु खोज्ने, हाम्रोमा अफवाह फैलाउने, एकचोटि सोच्नु होला। एउटा आमाको कोख रित्तो भइरहेछ, तपाईँलाई न्याय दिइराख्नु भएको छ, यो कुरा सबैजनाले बुझ्नु होला। भरे मलाई पर्सनल अट्याक गर्नुहुन्छ ठिक छ, तर कसै आमाको कोख रित्तो कोखलाई त तपाईँले न्याय दिनुपर्छ नि त। तपाईँ आएर दिनुहुन्छ नि दिनु, तर हामी सबैजना मिलेर जानुपर्छ। कसैलाई हामी छोड्दैनौँ, हामी कसैलाई छोड्दैनौँ। यो ग्यारेन्टी हो, यो ग्यारेन्टी हो। यो इतिहासमा लेखेर राख्नुहोस्। हामी सबै नेपाली मिलेर जान्छौँ हामी अगाडि। हामी को हुन्छ उहाँहरूलाई पनि इन्क्लुड गर्छौँ, जो जेन्जी भन्छ उहाँलाई पनि राख्छौँ, जो नेपाली भन्छ उहाँलाई पनि राख्छौँ। सबैले राखेर हामी अगाडि बढ्छौँ र कसैलाई छोड्दैनौँ हामी। यो न्याय दिनुपर्छ। तर तपाईँहरू माथि त हेर्नुहोस् त, अब तिनै तपाईँहरूले जुजल्सलाई लखेटिरहनु भएको छ, उहाँहरू त अझै बाघ बनेर आइरहनु भएको छ भन्छ नि। अनि यो हाम्रो एउटा सभ्यताले हामीलाई एउटा नेपालीले एउटा हुन्छ नि हाम्रो एउटा ट्रेडिसनले सिकाएको चिज हो कि रेस्पेक्ट गरेर। थोरै पनि गिल्टी फिल छैन हेर्नुहोस् त? छैन, यो इज्जत देखेन हामीले हैन। मिरज भाइ भनिदिनुहोस् त, आज अब सुदनजी सँगै हुनुहुन्छ, अब तपाईँहरू साँच्चैकै एकतामा हुनुहुन्छ नि होइन? यो भनिदिनुहोस् त मिरजजी। ल हजुर के भन्नु? तपाईँहरू एकतामा हुनुहुन्छ नि होइन? यो सन्देश के गयो भने तपाईँ बाहिर हुनुहुन्छ, सुदनजी बाहिर हुनुहुन्छ भन्ने मात्र सन्देश गयो कि तपाईँहरू अब एक हुनुहुन्छ कि हुनुहुन्न? होइन, हामीले पहिल्यैदेखि नै एक थियौँ है। हामीले यो पर्सनल एजेन्डा भन्दा पनि देशको लागि नै गर्नलाई चाहिँ अगाडि बढायो है। त्यो हिसाबले चाहिँ दाइले मैले पहिले भेटाएँ, मैले दाइले पहिले भेटेको, त्यस पहिल्यैदेखि भइरहेको। हामी पहिल्यैदेखि नै एक थियौँ होइन। तर अब मिडियामा चाहिँ भनौँ न 1 मिनटको शब्द बोलाएको छ भने 10 सेकेन्डको चाहिँ त्यो अलिक बिगार्ने खालको क्लिप ल्याएर चाहिँ गरिदिनुहुन्छ होइन। त्यसरी त अब हामी त सिधा बोल्ने मान्छे, आजसम्म पोलिटिक्समा होइन नबोल्न आउँछ, त्यसरी फिल्टर छैन, जे त्यही बोल्ने। अब म्यानिपुलेट गरिदिनु भयो शब्द एक किसिमले होइन। तर यो कुरामा चाहिँ हामी सबैजना युनिफाइड छौँ, हामी छुट्टा छुट्टै होइनौँ। यो त देशको एजेन्डा हो, हाम्रो पर्सनल केही छैन। ओके, अब तपाईँहरू एउटै मुद्दा बोकेर चाहिँ अब प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्ने कि नभेट्ने, यहाँ त प्रब्लम हेर्नुहोस् त, आमा रोइरहनु भएको छ। अब हाम्रो चाहिँ पीडा कसले सुनिदिन्छ? हाम्रो हत्यारा, हाम्रो छोराको हत्यारालाई कसले चाहिँ समात्छ? को हो त सरकार भनेर रोइरहनु भएको छ आमा? उहाँलाई जति दुःख भएको छ त्यो त मैले कल्पना पनि गर्न सक्दिनँ। हेर्नुहोस् आज यहाँ आएर यसरी गर्दाखेरि जुन माहौल छ, यो सिरिङ्ग हुने खालको छ कि काँडा उम्रियो, यो खालको यो लेभलको चाहिँ दुःख आमाले पाउनु भएको छ। अब त्यो त म कल्पनै गर्न सक्दिनँ। हामीले भन्न सक्ने भनेको हामी बेस्ट गर्छौँ,
घाइते र शहीद हुनु भएकोले चाहिँ न्याय पाउनुपर्छ 100% न्याय पाउनुपर्छ त्यसमा दुई मत छैन त्यसलाई चाहिँ हामी अगाडि नै यो कुरा राखेर चाहिँ अब अगाडि बढाउँछौँ अब एउटा के